यो कोठामा त लेडिज पर्फ्युमको बास्ना आइरहेछ त के हो पारा खत्म खोइ कहाँ घरबेटी बा मलाई त आएको छैन त साले चुप ओइ तँलाई पर्फ्युमको बास्ना आइरहेछ त मलाई पनि आएको छैन बरु तेरो कुहिएको मजा चाहिँ गनाइरहेछ मेरो मोजा किन छुको तैले जहाँ थियो त्यही राख नाटक नगर है तिमीहरू हरहरी बास्ना आइरहेछ मलाई छै मोजाको पनि हरि बास्ना आउँछ र घरबेटी बा मोजाको त दुर्गन्ध पाउँछ त बात त सही है विश्वास नलागे दिउ त मोजा सुङ्ने हो चुप्लाक मोजाको होइन पर्फ्युमको कुरा गर्दैछु म घरबेटी बा पनि आफैले घरबेटी आमाको पर्फ्युम लाएर आउनुभयो होला अनि हामीलाई दोष लाउनुहुन्छ म यति राति तेरो घरबेटी आमाको पर्फ्युम लाएर हिँड्छु ए भनेपछि दिनमा चाहिँ लाएर हिँड्नु हुँदो रहेछ घरबेटी बाले को हाँसेको त्यो को हाँसेको भर्खर म हो घरबेटी बा मैले हाँसेको भर्खर मलाई नडाट है केटीको आवाज सुनेको थिएँ मैले होइन होला मै हो क्या घरबेटी बा म केटा र केटी दुइटै आवाजमा हाँस्न सक्छु फेरि हाँसेर देखाम यो कसरी हुन सक्छ फेरि हाँस्दा एकचोटि अरे तिमीहरू बसेको 1 वर्ष भइसक्यो आजसम्म यसरी हाँसेको सुनेको थिइनँ त मैले यो मेरो वरदान हो के घरबेटी बा म राति मात्रै केटी जस्तो हाँस्छु दिनमा त मेरो हाँसो पुरै केटाको हुन्छ नि कोतेरो बाउले भन्छ राति पनि यसरी हाँसेको सुनेको थिइनँ त मैले कसरी सुन्नुहुन्छ त घरबेटी बा तपाईँ रात पर्ने बित्तिकै घरबेटी आमासँग बत्ती मारेर बिजी भइहाल्नुहुन्छ सुन्नलाई त हाम्रो कोठातिर आउनु पर्यो नि के भनिस् रे गोरु म जति नै बिजी भए पनि तिमीहरूको आवाज सुनेर आउँछु बुझेस् हाम्रो आवाज चाहिँ थाहा भएन घरबेटी बा तर हामीले चाहिँ तपाईँको र घरबेटी आमाको आवाज प्रष्टै सुनेर आउँछौँ बुढो भए नै स्टामिना चाहिँ बबाल रहेछ है तपाईँमा